हेलो नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई काकाभिटादेखि बिरतामोडको यो एसएन हाइवे अहिले महेन्द्र राजमार्ग कस्तो बनिएछ भनेर देखाउन गइरहेको छु। यो मेरो पहिलो प्रयास हो, हेरेर प्रतिक्रिया दिनु होला। र अहिले चाहिँ म काकाभिटा आइपुगिसकेको छु र काकाभिटाबाट बिरतामोडसम्म बाटोको कस्तो बनिसकेछ, बाटोको अवस्था कस्तो रहेछ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। र अहिले चाहिँ म काकाभिटाबाट बिरतामोडतर्फ लागे। भिडियो अलिकति लामो हुनसक्छ किनभने म तपाईहरुलाई भिडियो नकाटिकन काकाभिटादेखि बिरतामोडसम्मको अवस्था कस्तो छ भनेर पुरै भिडियो देखाउनेवाला छु। त्यही भएर भिडियो अलिकति लामो हुनसक्छ, हेरेर प्रतिक्रिया दिनु होला। अहिले चाहिँ म काकाभिटाको रोडको अवस्था चाहिँ यस्तै छ, अलिकति बनिने क्रममा छ, अलिकति बनिने क्रममै छ। र देख्न सक्नुहुन्छ काकाभिटा आई हस्पिटल अगाडिको बाटोको अवस्था यस्तो छ। भिडियो हेर्दै जानु होला है, अलिकति लामो हुनसक्छ तर म चाहिँ नकाटिकन सबै भिडियो हालिदिनु पर्यो भनेर, ताकि सबैजना कस्तो रहेछ भनेर पुरै देखियोस् भनेर। र मैले अर्को प्लान पनि गरिरहेको छु। अब म चाहिँ यसरी नै ट्राभल गर्दै बोल्दै भिडियो बनाऊ भनेर पनि सोचिरहेको छु। र विशेष गरी ट्राभल गर्दै एग्रिकल्चरको विषयमा, कृषिको विषयमा, नेपालको विषयमा कुरा गर्दै हिँड्ने भन्ने पनि प्लानिङ छ। तर आज आएर चाहिँ यो हाइवेको भिडियो बनाउँदैछु, पछि हेर्दै जाउँ, अलिकति राम्रै भएछ भने त्यसरी भिडियो बनाउने पनि प्लानमा छु। र बाटोको अवस्था देख्न सक्नुहुन्छ है, अलिकति चिप्लो चिप्लो बाटो भएछ, हिलो भएर पानीले हल्का भिजेर। काकाभिटा तेर्सोको बाटोको अवस्था चाहिँ यस्तै छ है। म चाहिँ प्रायः कृषिको एग्रिकल्चरको कन्टेन्टहरू चाहिँ हालिरहेको हुन्छु। कन्टेन्ट भन्दा पनि आफ्नो फर्मको भिडियो, अलिकति आफूले जानेको कुराहरू सेयर गर्ने भिडियोहरू हालिरहेको हुन्छु। र मैले सोचिरहेको छु यसरी ट्राभल गर्दै त्यस्तै एग्रिकल्चर सम्बन्धी भिडियो बनाउने कि भनेर पनि सोचिरहेको छु। आफूले जानेको कुराहरू, आफूलाई लागेको कुराहरू सेयर गर्नको लागि भनेर पनि सोचिरहेको छु। कस्तो हुन्छ हेर्दै जाउँ। र अहिले चाहिँ म बिरतामोडसम्मको यात्रा हो, तर घाम चाहिँ ठ्याक्कै अपोजिट साइडमा भएको कारणले गर्दाखेरि भिडियो चाहिँ टल्क्यो कि के भयो मलाई थाहा छैन। तर मेरो भिडियो चाहिँ जारी नै छ। बाटो चाहिँ अलिकति हिलो रहेछ अहिले चाहिँ, अस्ति आउँदाखेरि चाहिँ धुलै थियो भने आज चाहिँ हिलो रहेछ। यो बाटो चाहिँ कहिलेसम्म बनिन्छ होला जस्तो लाग्छ तपाईँहरूलाई, यसो कमेन्ट गर्नु होला है। यो बाटो चाहिँ सबै कम्प्लिट भए चाहिँ एकदमै राम्रो हुन्थ्यो। के गर्ने, नेपालको काम गरेर यस्तै छ। र अहिले चाहिँ म इटाभट्टा पनि होइन, इटाभट्टा आइपुग्न लागेँ। बाटोको अवस्था चाहिँ यस्तै छ। इटाभट्टा लागे पछाडि चाहिँ अलिकति बाटो, थोरै बाटो पिच छ, त्यहाँ चाहिँ अलिकति कम्प्लिट गरेको अवस्था हो। र अहिले यो चाहिँ पुरानै बाटो भत्काएको रहेनछ, त्यही भएर चाहिँ यहाँ चाहिँ यता काकाभिटामा चाहिँ प्रायः धेरै जसो चाहिँ इन्डियन गाडी नै कुदिरहेको हुन्छ। बोर्डर नजिक भएर पनि इन्डियन गाडी नै प्रायः जस्तो चाहिँ इन्डियन गाडी नै कुदिरहेको हुन्छ, देख्न सक्नुहुन्छ है। त्यहाँ पर बुटोबारीमा चाहिँ एकदमै अप्ठ्यारो छ भनिरहेको थियो, त्यहाँको पनि भिडियो बनाएर त्यहाँको पनि भिडियो आउँछ है। अहिले अन्तिमसम्म हेर्दै जानु होला कस्तो रहेछ। सबै म नकाटिएर म एकदमै ए टु जेड भिडियो हालिदिन्छु। अब चाहिँ यो इटाभट्टा आइपुग्न आँट्यो, थोरै चाहिँ दुईपट्टि कम्प्लिट छ। दुईपट्टि कम्प्लिट हुँदा पनि बबाल देखिँदो रहेछ है, देखिनुहोस् है। दुईपट्टि कम्प्लिट भयो भने त बबाल हुने रहेछ नि त।
तपाईँहरू चाहिँ यसरी हात छोडेर नकुदाउनु होला है। मैले चाहिँ कुदाइहालेँ र यतिको बाटो चाहिँ भयो भने एकदमै राम्रो हुन्थ्यो। मैले चाहिँ पहिला यसरी बाइकमा हिँडेको भिडियो चाहिँ पहिला भिडियो खिचेर पछि भोइस ओभर गर्थेँ भने आज चाहिँ भोइस ओभर गर्नको लागि टाइम पनि लाग्ने अनि कन्फ्युज जे देख्यो त्यही भन्न नपाइने। त्यो कारणले गर्दाखेरि आज चाहिँ म डाइरेक्ट भिडियो बनाउँदै बोल्दै गर्नु पर्यो भनेर चाहिँ यो पहिलो प्रयास हो। बोल्दै जाँदा के बोलिन्छ पहिलो प्रयासलाई चाहिँ यसो बोल्नु जानिएन भने पनि क्षमा गरिदिनु होला है। अहिले चाहिँ इटाभट्टा हामी क्रस भइसकेको छौँ। इटाभट्टादेखि उँभो गयो भने चाहिँ बौद्ध मोड छ। त्यहाँको बाटो पनि राम्रै छ र अहिले यो इटाभट्टा तेर्सोको बाटो चाहिँ यहाँ दुईपट्टि बनाइसकेको अवस्था छ। तर माथिल्लोपट्टि चाहिँ अलिकति त्यहाँ डाइभर्सन भएको कारणले गर्दाखेरि सञ्चालन आएको छैन। तर बाटो चाहिँ एकदमै बवाले बनेको छ यहाँ चाहिँ। यतिको सबै बिर्ताउटसम्म बन्यो भने त हामी काकाभिडादेखि 10 देखि 15 मिनटमा त मजाले पुग्छौँ। 18 किलोमिटर हो। भिडियोको क्वालिटी चाहिँ कस्तो आयो? मेरो फर्स्ट टाइम हो यो बाइकमा कुदाउँदै बोल्दै। आवाजको क्वालिटी कस्तो आयो कमेन्ट गरिदिनु होला है। कस्तो आउँछ? हो राम्रै आउँछ होला। र मैले चाहिँ एग्रिकल्चर बिजनेस गरिरहेको छु र अस्ति चाहिँ मेरो रुटिन अफ नेपाल बन्दले पनि पोस्ट गरिदिनु भएको थियो। रुटिन अफ नेपाल बन्दलाई धेरै धेरै धन्यवाद। र सबैजनाले धेरैजनाले विश गर्नुभएको थियो। धेरै धन्यवाद। सबैजनालाई धन्यवाद दिन पनि पाएको थिइनँ। एकदमै धन्यवाद। मैले चाहिँ 13 वर्ष ब्याङ्कमा काम गरेर चाहिँ अहिले होटल बिजनेस अनि एग्रिकल्चर बिजनेस अनि कारवासको बिजनेसहरू गरेर चाहिँ रोजगार दिइरहेको छु। त्यही भएर चाहिँ मेरो सानो स्टोरी चाहिँ रुटिन अफ नेपाल बन्दले हालिदिनु भएको थियो। एकदमै धेरै धन्यवाद छ। सबैजनाले एकदमै धेरै विश गर्नुभएको थियो र धेरैजसो मेरो ब्याङ्कमा काम गर्ने साथीहरू ब्याङ्कर साथीहरूले चाहिँ एकदमै फोन गरेर कमेन्ट गरेर सेयर गरेर बेस्ट विसेस भनेर दिइरहनु भएको थियो। सबैजनालाई धेरै धन्यवाद। अझै राम्रो कोसिस गर्नेछु। अब नेपालमै के गर्न सकिन्छ भनेर चाहिँ कोसिस गरिरहेको छु। अझै गाह्रो त छ नेपालमा, किनभने नेपालमा चाहिँ अलिकति मैले अस्ति भिडियो पनि बनाएको थिएँ। नेपाली किसानहरू चाहिँ मेहनत कम भएर भन्दा पनि अलिकति सिस्टम प्रब्लमको कारणले गर्दाखेरि चाहिँ अलिकति समस्या भएको अवस्था छ। किनभने नेपालमा चाहिँ अलिकति चप्पलै झरो तपाईँको चप्पल। नेपालमा चाहिँ अलिकति सिस्टम चाहिँ कमजोर भएको कारणले गर्दाखेरि पनि हो। होप अब आउने बालन सरकारले चाहिँ राम्रो गर्नुहुन्छ भन्ने आशा गरेको छु। अहिलेसम्म राम्रै गरिरहनु भएको छ। उहाँसँग चाहिँ एकदमै धेरै होप छ मलाई चाहिँ। किनभने सिस्टमको कुरामा चाहिँ उहाँ धेरै बोल्नुहुन्न, तर सिस्टम बनाउने कुरामा चाहिँ उहाँ एकदमै फास्ट ट्र्याकमा कुदिरहनु भएको छ। त्यही भएर पनि एकदमै होप छ उहाँको कारणले गर्दाखेरि चाहिँ हामी किसानहरूलाई चाहिँ राम्रो सिस्टम बनाइदिनुहुन्छ भन्ने आशा छ। किनभने हाम्रो किसानहरूलाई चाहिँ त्यत्रो धेरै अनुदान त्यस्तो धेरै भन्दा पनि के भन्छ अन्य आर्थिक सहयोगै भन्दा पनि हामीलाई चाहिँ अलिकति सिस्टम भन्नाले कस्तो सिस्टम भनिरहेको छु। तर सिस्टम भन्नाले चाहिँ कस्तो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ मिडिएटरको चाहिँ एकदमै धेरै समस्या छ। हाम्रो फर्मबाट जस्तो हाम्रो मेची एग्रो फर्ममा चाहिँ मङ्गुर उत्पादन भयो भने चाहिँ काठमाडौँको एउटा परिवारमा पुग्दाखेरि चाहिँ हामी धुलाबारी आइपुग्यौँ। हाम्रो काठमाडौँको एउटा परिवारकोमा पुग्दाखेरि चाहिँ 5 जना 6 जना मिडिएटर छ क्या। त्यो मिडिएटरले सबैले नाफा कमाउँदै गर्दाखेरि चाहिँ कन्ज्युमरलाई पनि एकदमै महँगो परिरहेको छ भने कस्टमरलाई पनि महँगो परिरहेको छ भने फार्मवाला हामी किसानहरूलाई पनि भने जस्तो रेट पाइरहेको छैनौँ क्या। हामीले पनि त्यस्तो धेरै मार्जिन राखेर गर्ने होइन। कम्तीमा पनि
त्यत्रो दुःख गरेर पालेको हुन्छ, साउभन्दा अलिकति माथि कस्ट अफ प्रोडक्सनभन्दा माथि त अलिकति बेच्नु पऱ्यो नि त। त्यो अवस्था पनि छैन क्या। कहिले कहिले चाहिँ हामी धेरै जसो चाहिँ कस्ट अफ प्रोडक्सनभन्दा पनि कममा बेच्नु परिरहेको अवस्था छ क्या। भनेको साउभन्दा पनि उत्पादन गर्ने अनि साउभन्दा पनि कममा बेच्ने, त्यो गर्दाखेरि त एकदमै गाह्रो छ। अनि अर्को कुरा के छ भने हामी किसानहरू पनि अलिकति हामीले पनि स्टडी अलिकति प्लानिङहरू गर्न जरुरी छ। हामीले पनि एकाउन्टिङ चाहिँ हामीले मजाले गर्दैनौँ अनि हाम्रो कस्ट अफ प्रोडक्सन कति छ भन्ने कुरा थाहै छैन।